किसिम र घटना सबै त अध्ययन गर्न जानकारी लिन पाएको छैन, तर निर्वाचनको वातावरणको लागि यसले राम्रो गर्दैन। सबै दलका नेताहरू कार्यकर्ताहरू निर्वाध रूपले आफ्नो कार्यक्रम गर्न पाउनुपर्छ, हिँड्न पाउनुपर्छ। आफ्ना असहमति छन् भने वैधानिक रूपले शान्तिपूर्ण रूपले आफ्नो कुराहरू भन्न म सबै पक्षलाई अनुरोध गर्छु। भड्किलो बोलीलाई त्यही रूपले चाहिँ जवाफ दिनुपर्छ, तर चाहिँ फिजिकल्ली होइन नि त, मुठभेड। तात्विक अभ्यास गर्दै आएको छ। चाहिँ निर्वाचनमा गयो भने त्यसबाट हाम्रो त्यो चाहिँ विधेयकको अर्थबाट स्थापित गरेका छौँ। अझ बलियो गरी स्थापित गर्ने क्रममा हामीले सहभागिता जनाउनुपर्छ। अहिले प्रस्तुतिमा सम्भवतः सामान्य प्रधानमन्त्रीज्यूको उपस्थितिमा केही होला, तर भर परिहाल्ने अवस्था चाहिँ देखिँदैन। जुन अवस्थाहरू 24 गते सिर्जना भएको छ त्यसमा सुरक्षा निकायको कुन ढङ्गको विश्वसनीयता प्रदर्शन गर्न सक्छन् भन्ने बारे जस्टिफाई गर्न, रेक्टिफाई गर्न प्रधानमन्त्रीले जवाबदेहिता लिन आवश्यक छ। हरेक नागरिकको मौलिक अधिकार हो, त्यो अधिकारलाई कुण्ठित हुने खालको जुन क्रियाकलाप भएका छन् त्यो चाहिँ प्रश्न चुनौती थपिएकै छ। निर्वाचनको मुखमा दलहरूले आफ्ना गतिविधिहरू शान्तिपूर्ण ढङ्गले गर्न पाउँदैनन्, गएको ठाउँमा तोकिएको ठाउँमा जान पाउँदैनन्, कार्यकर्ताहरूसँग भेटघाट गर्न पाउँदैनन् भने कस्तो चुनावको परिणाम? अब हामी निर्वाचनमा जाने भनेर हिँडिरहेछौँ। अब यही निर्वाचनकै सिलसिलामा आफ्नो पार्टीको प्रचारको हिसाबले मान्छेहरू जम्मा हुन्छन्। त्यो जम्मा भएको ठाउँमा एउटा समूहले, एउटा दलले जम्मा गरेको ठाउँमा अर्को दलले हमला गर्ने काम हो भने यो निर्वाचन बिथोलिने काम मात्रै हुन्छ। त्यसो हुनाले यस्तो घटना राम्रो होइन। मारकाटतिर गयो है, यस्तो घटना राम्रो होइन। नेताहरूले पनि अब एउटा हामीभित्र दुईटा प्रवृत्ति छ। एउटा यो चुनाव गरेर मात्रै यो देशको लिक बाहिर गएकोलाई लिकमा ल्याउनुपर्छ, निकास दिनुपर्छ भन्ने छ। हामी त्यही काम आएको छौँ, हामी त्यही चाहन्छौँ। एक थरी होइन यो चुनाव हुँदैन, नहुने चुनावमा किन भाग लिइरहने, चुनावै हुँदैन, चुनाव हुनु हुँदैन, संसद पुनर्स्थापना हुनुपर्छ भन्ने टाइपको कुराहरू छ। अब त्यो आफ्नो विचारहरू व्यक्त गर्न पाइन्छ, तर यो हामी सङ्घीय लोकतान्त्रिक जुन व्यवस्था छ यो व्यवस्थामा हामी सबैले बोल्ने चाहिँ अनुशासित भएर शिष्टतापूर्वक एक अर्कालाई घोचपेच नगरिकन पनि बोल्न सकिन्छ, आफ्नो पार्टीको कुरा बोल्ने हो। यस्तो घटना हुनु हुँदैन थियो, भयो जसले जे गरेर गरेको भए पनि त्यो दुःख। अहिले भनेको शान्ति व्यवस्था कायम गरेर सरल ढङ्गले जाने अवस्था हो। त्यसकारण त्यसले चाहिँ शान्ति सुरक्षामा फेरि चुनौती चाहिँ त्यो पनि देखिन्छ, तर भनेको शान्ति सुरक्षाको अवस्था अलिकति जटिल बन्दै जाने अवस्था सिर्जना हुन्छ त्यो कारण।